नमस्ते नमस्ते सबैजना नमस्ते। हामी अहिले अस्ट्रेलियाको सिडनी साइडमा छौँ। यो सिडनी हो, सिडनीको पार्क देख्न सक्नुहुन्छ र यसरी यो सिडनीमा विभिन्न प्रकारका मान्छेहरू आनन्दले आएर घाम तापिरहेका छन्, बसिरहेका छन् र मौसम भने अलिकति जाडो मौसमलाई बिदाई गरेर गर्मी मौसमको सुरुवात गर्ने बेला भएको छ। त्यसरी यसरी मान्छेहरू आएर बसिरहेका छन्, देख्न सक्नुहुन्छ। जसरी साइबेरिया चराहरू जाडो छल्नको लागि देश छोडेर हिँड्ने गर्छन्, त्यसरी हाम्रा दिदी बहिनीहरू दाजुभाइहरू आफ्नो गरिबी छल्न र विदेश हिँड्ने गर्छन्। ती विदेशिएका हाम्रा दिदी दाजुबहिनीहरू यसरी यहाँ आएर फुल रोपेर बस्नुभएको छ। यो फुल चाहिँ उहाँले रोप्नुभएको फुल हो। यसरी रोप्नुभएका फुलहरूले सबैलाई सुगन्धित बनाएको छ। यसरी सुगन्धित बनाएका फुलहरू हामीहरूले कसैलाई टिपेर दिन पायौँ भने उनीहरू पनि सुगन्धित हुन्छन् भन्ने हाम्रो मान्यता हो। तर त्यति साह्रो नहुन नि सक्छ। हाम्रो साइकल अलिकति टाढा रहेको छ। साइकल होइन, के अरे सरी, कार। हाम्रो कार चाहिँ अहिले त्यो उता पार्किङमा छ। हाम्रो कारलाई लिएर हामी अवश्य पनि आउनेछौँ। अनि यता चाहिँ यो अस्ट्रेलियाको मेन सिटी सिडनीमै अवस्थित छ। यो चाहिँ यहाँ धेरै नेपाली दिदीबहिनीहरू बस्नुहुन्छ। केही अक्षर यहाँ त अब यस्तो हो, यो भनेको सबै कन्ट्रीलाई एक्सेप्ट गरे कन्ट्री हो। त्यसरी यहाँ नक्सा देखाएको छ, देख्न सक्नुहुन्छ है। हरेक कन्ट्रीका मान्छेले बुझ्नु भनेर चाहिँ इङ्ग्लिसमा, जापानिजमा, चाइनिजमा लेखिएको छ। यहाँ चाहिँ यसरी देख्न सकिन्छ। यसरी अवलोकन गरियो भने हरेक कुराहरू ठाउँ पाइन्छ। अनि यहाँ यो सिडनी भए पनि जापानको राष्ट्रिय फुल साकुराको चाहिँ एकदम प्रशस्त जङ्गल भनौँ या बगैँचा भनौँ, तर बृहत नै रहेको देखिन्छ। मेरो भिडियो बनायो काट्ला कता म भन्नुलाई यताबाट आउँदा ठिकै होला। यता बढी धेरै छ, यता फुल हल्लाउँदै यताउता हेर्दै होइन।